गुड मर्निङ एभ्रिवान। अहिले छु म मुगलिनमा। आज चाहिँ हाम्रो राइड हुनेछ मुगलिन टु जोमसुम। बाइकमा चाहिँ मेरो फर्स्ट टाइम हो होइन, मुस्ताङ जाँदैछु बाइकमा चाहिँ। हेरौँ कस्तो हुन्छ बाटोमा। म धेरै धेरै एक्साइटेड छु। तिमी है ऊ आफ्नै स्किन केयरमा व्यस्त व्यस्त छ होइन। कहीँ हिँडे पनि कहीँ गए पनि स्किन केयर चाहिँ गर्न चाहिँ नबिर्सिनु होला। नभए हाम्रो यस्तो यस्तो ग्लोइङ फेस हुँदैन हजुरहरूको। यस्तो गाई त चाहिँ म उठेँ फटाफट रेडी हुन्छ यिनीहरू 7 बजीसम्म। किनभनेदेखि बाटो पनि अफ रोड छ, हामीले आज छिटोभन्दा पनि छिटो जोमसुम पुग्नु पर्ने छ। रात पर्छ होइन, दुईजना मात्र छ छोरी मान्छे, बाटोमा गाह्रो पर्न सक्छ। ओके गाइस, मुस्ताङमा भेटेंगे। गाइस हामी रेडी भइसक्यौँ, अब हामी निस्किन लाग्यौँ है। हाम्रो बाइक पनि रेडी छ, मान्छे पनि रेडी। अझै जोमसुम पुग्न आँटेको थिएँ, बिचमै पानी पर्यो, हेर्न सक्नुहुन्छ कत्रो वर्षे झरी वर्षे पानी परेको। फाइनली जोमसुम आइपुगेँ होइन, यो हालतमा त्यो हात यस्तो भएको छ। जाडोले भन्नुहुन्छ होला, जाडो चाहिँ खासै छैन थिएन, उयो के अरे पानी परेको कारणले पानीमा सबै भिजै रेनकोट पनि बोकेको थिइनँ, अनि बिचमा रोक्ने ठाउँ पनि कहीँ थिएन। त्यो कारणले चाहिँ भिजेर मलाई गाह्रो भयो होइन। खुट्टा यस्तो भएको छ, जुत्ता भिजेर। गाइस यो बाध्यताले यसरी हिँड्नु परेको भएको भए चाहिँ होइन मरिसकिन्थ्यो होला। यो चाहिँ कस्तो झुकामेको छ नि, यस्तो झुकामेको छ। यो चाहिँ रहर